राजनीतिक प्रतिशोध भएको छ। यदि यो कानुनको विषय हुन्थ्यो भनेदेखि म एउटा कानुनको विद्यार्थी भएको हैसियतले पनि र एउटा आम नेपाली, अब यो नेपालमा चाहिँ एकदम समृद्धिको सपना देख्ने युवा भएको कारणले पनि मैले के भन्न चाहन्छु भनेदेखि यदि यो मुद्दा रवि लामिछानेले कहीँ कतै गलत गरेको हुन्थ्यो भने तपाईँ हामी यसरी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उभिनुपर्ने आवश्यकता थिएन। हामी त्यो पुस्ता होइनौँ, हामी नेतृत्वले गरेका गल्तीहरू ढाकछोप गर्ने पुस्ता होइनौँ। तर म एउटा सचेत नागरिक भएको हिसाबले, एउटा कानुनको विद्यार्थी भएको हिसाबले र त्यो मुद्दाको मिसिनलाई तलदेखि माथिसम्म पुरै मजाले पढेको हिसाबले, अध्ययन गरेको हिसाबले, त्यो मुद्दालाई नजिकबाट देखेको हिसाबले म तपाईँहरूलाई के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन। त्यो मुद्दा जस्तो छैन। तानतुन गरेर जबरजस्ती मुद्दा लगाइएको छ। राज्य विरुद्धको मुद्दा भएपछि राज्यको नियन्त्रणमा भयो। अब यो मुद्दा हो न्यायालयमा गएको छ। न्यायालयले पक्कै आशा गर्नेछ भन्ने हामीलाई विश्वास छ। यो भन्दा धेरै न्यायालयका विषयमा हामीले टीका टिप्पणी गर्न मिल्दैन, तर आशा छ यो देशको न्यायालयले रवि लामिछानेलाई पक्कै न्याय दिनेछ। किनभनेदेखि रवि लामिछाने आम नेपाली जनताले आशा गरेको, भरोसा गरेको, विश्वासको पात्र हो। यदि उहाँलाई कुनै किसिमको हिनामिनाने गर्नु थियो भनेदेखि राजनीतिमा उहाँलाई आइरहनु पर्ने आवश्यकता थिएन। उहाँ जुन आफ्नो कर्ममा हुनुहुन्थ्यो तिनै कर्महरूबाट मानिसहरूले गर्ने थिए। राजनीतिमा केही गरौँ भनेर आएका